ल यो लुम्बिनी प्रादेशिक अस्पताल यो चाहिँ बन्दै गरेको छ अहिले। यो नमुना भनेर यो बन्दै गरेको छ। यसमा चाहिँ मैले अलिकति त्रुटि देखेको, यो चाहिँ अहिले चाहिँ यो 6 लेन यो चाहिँ यो एडिबीबाट चाहिँ बन्दै गरेको। यो पूर्व पश्चिम यो मैनारा राजमार्ग हो। यो यताबाट जुन यताबाट गइन्छ भने यो चाहिँ नेपालगञ्ज जाने बाटो हो। ठ्याक्कै यसको पछाडिपट्टि चाहिँ यो चाहिँ बुटोल चौरा भैरव जाने बाटो पर्दछ। यहाँ चाहिँ मैले भन्नु खोजेँ चाहिँ यहाँ चाहिँ किनभने यो अहिले चाहिँ यो यसको यत्रो यो रोड बनाउने, यो दिउँसो अस्त व्यस्त हुन्छ यो रोड। हेर्नुहोस् यो आकाशी पुल हो यहाँको है। अब यो चाहिँ यो रोड यति अस्त व्यस्त हुन्छ। यो चौरा यो यतापट्टि साइड जानुभयो भने पाल्पा तपाईँको स्याङ्जा हुँदै पोखरा निस्किन्छ भने यतापट्टि यो बायाँपट्टि जुन मोडिन्छ त्यो हुन्छ नेपालगञ्ज जाने बाटो। यो बाटो दिउँसो यति प्याक हुन्छ। यहाँ अहिलेको अवस्थामा पनि यस्तो प्याक हुन्छ यो वरिपरि भने। अब यो अहिले निर्माण हुँदैछ यो लुम्बिनी प्रादेशिक अस्पताल। यो यसको हेर्नुहोस्, यो निर्माण यति मजबुत तरिकाले यति बलियो तरिकाले निर्माण चाहिँ भएको छ। तर यो छ नि यो कम्पाउन्ड, ल हेर्नुहोस्, कमसेकम यो सर्भिस लेनदेखि यो कमसेकम यत्रो निर्माण गरेर चाहिँ यो चाहिँ अलिकति लङ टाइम, अलिकति पछिको भविष्य सोचेर चाहिँ बनाउनु पर्ने। यो इन्जिनियरिङ यो कस्तो खाले इन्जिनियरिङको डिजाइन कस्तो खाले गर्यो यो, मलाई यो चाहिँ साह्रै मन परेन। योलाई चाहिँ कमसेकम यो एक ल्यान्ड फेरि बढायो भने यो अहिलेको अस्तव्यस्त अहिलेको समयमा ल है, अबको 10 वर्ष, अबको 15 वर्ष, अबको 20 वर्ष यो के हुन्छ? यो भवन यत्रो पक्की तरिकाले बनाएको छ, यो बाटो कहाँबाट पास गर्ने? र यसलाई बेलैमा ध्यान दिएर यसलाई चाहिँ कसरी समाधान गर्ने हो तिर चाहिँ तुरुन्त लाग्नुपर्छ। ल हेर्नुहोस्, यो पुरा अहिले टिनले बनिरहेको छ यो कम्पाउन्ड। ल हेर्नुहोस्, यो कम्पाउन्ड पुरै टिनले बनिरहेको छ। यो निर्माण भवन हुँदैछ लगभग यसको 15 मिटर यहाँदेखि यो सर्भिस लेन्ससम्मको यो डिस्टेन्स चाहिँ जम्मा 15 मिटर अथवा 15-20 मिटरसम्म मात्र छ। ल हेर्नुहोस्, अब यहाँदेखि यो अहिलेको बाटोको अवस्था हेरेर बुझेर यो चाहिँ यो निर्माण गरेको भए अझै पनि यो 15 मिटर पछाडि हुनुपर्ने हो। तर यो छैन, यो डिजाइन गलत छ। तर मेरो सोचाइमा यो डिजाइन गलत छ। तर यसलाई बेलैमा तपाईँहरूले सबैले चाहिँ यसको चाहिँ प्रतिक्रिया दिनुहोला र यसलाई समाधान गर्नेतर्फ लाग्नु होला। धन्यवाद।